ओके, यहाँ सबैजनालाई फेरि पनि म वचनको सेवामा स्वागत गर्न चाहन्छु। अनि आज चाहिँ तपाईँलाई म आफ्नो विश्वासको इलाकालाई बढाउनुहोस् भन्ने विषयमा बोल्न लागिराखेको छु। म फेरि पनि पढिदिन चाहन्छु। हिब्रू 11:6 पदलाई विश्वास बिना परमेश्वरलाई प्रसन्न पार्न असम्भव छ, किनकि जो परमेश्वरको नजिक आउँछ त्यसले परमेश्वर हुनुहुन्छ र उहाँलाई खोज्नेहरूलाई उहाँले प्रतिफल दिनुहुन्छ भन्ने पक्का विश्वास हुनु जरुरी छ। हालेलुया। तपाईँलाई भनिदिउँ, तपाईँ चर्चमा आउँदै गर्दाखेरि, तपाईँले बाइबल अध्ययन गर्दै गर्दाखेरि, तपाईँले प्रार्थना गर्दै गर्दाखेरि, जस्तो सुकै परिस्थितिमा परमेश्वरको सेवामा आउँदै गर्दा पनि तपाईँले के विचार गर्नु पर्यो भन्दाखेरि तपाईँ चाहिँ आउने मात्र होइन, आफ्नो समयलाई त्यत्तिकै एउटा नीति नियमलाई पालना गरे जस्तो होइन, तर आउँदै गर्दा चाहिँ तपाईँले के हुनु पर्यो भन्दाखेरि चाहिँ तपाईँले एउटा ठुलो आशा बोकेर आउनुपर्ने हुन्छ। मण्डलीमा हालेलुया। एउटा ठुलो आशा परमेश्वरमा बोकेर आउनुपर्ने हुन्छ। जब तपाईँ मण्डली आउनुहुन्छ भनेदेखि परमेश्वरले आजको दिन मैले खोजेको प्रश्नको उत्तरहरू अनि मैले चाहेको चङ्गाइहरू, मैले चाहेको छुटकाराहरू, मैले चाहेको सबै प्रश्नको उत्तरहरू चाहिँ प्रभुले आज मलाई दिनुहुन्छ भन्ने कुराको पक्का विश्वास तपाईँमा हुनु जरुरी छ। हालेलुया। उदाहरण, तपाईँलाई प्रार्थना गर्दै गर्दाखेरि तपाईँले आफ्नो प्रार्थनामा पनि तपाईँले के गर्नुपर्ने हुन्छ? विश्वास गर्नुपर्ने हुन्छ। हालेलुया। तपाईँले गर्दै गरेको प्रार्थना पनि तपाईँमा विश्वास गर्नुपर्ने हुन्छ। अनि तपाईँले गर्दै गरेको प्रार्थना, तपाईँले बाइबल अध्ययन गरेको कुराहरूमा तपाईँले विश्वास गर्नुभयो भनेदेखि चाहिँ तपाईँलाई तपाईँको जीवनमा परमेश्वरले काम गर्नुहुन्छ। यदि तपाईँले गरेको प्रार्थनाको विश्वास पनि तपाईँलाई लाग्दैन, पास्टरले गरेको प्रार्थना पनि तपाईँलाई विश्वास लाग्दैन, अरूले गरेको पनि कुराहरू तपाईँले विश्वास लाग्दैन भनेदेखि तपाईँको जीवनमा परमेश्वरले काम गर्न सक्नुहुन्न। तपाईँले मण्डलीभित्र आउँदै गर्दा पनि, तपाईँले मण्डलीभित्र आउँदै गर्दाखेरि, सङ्गतिमा बस्दै गर्दाखेरि, प्रार्थना गर्दै गर्दा त्यो कुरामा तपाईँले पक्का तपाईँले विश्वास गर्नुभयो भनेदेखि चाहिँ तपाईँले परमेश्वरको कामलाई तपाईँको जीवनमा देख्न सक्नुहुनेछ। हालेलुया। हालेलुया। त्यस कारणले गर्दाखेरि हाम्रो परमेश्वर चाहिँ दिदा खुसी हुनुहुने परमेश्वर हुनुहुन्छ। हालेलुया। के हो अरे? परमेश्वर दिदा चाहिँ के हुनुहुन्छ अरे? खुसी हुने परमेश्वर हुनुहुन्छ। तर हामी मानिसहरूले चाहिँ दिँदा मात्रै खुसी हुन्छ, कहिले हामी दिन जानेनौँ। त्यस कारणले गर्दा हाम्रो दिने परमेश्वरलाई चाहिँ हामीले हाम्रो हृदयहरू दिएर परमेश्वरलाई हामी खुसी बनाउनु पर्ने हुन्छ। हालेलुया। हालेलुया। त्यस कारण प्रभुको वचनले भन्छ, तिमीले माग म तिमीलाई दिनेछु, होइन? तिमीहरूको म आनन्दलाई म तिमीलाई पुरा गर्नेछु। भनेको मतलब के हो भन्दाखेरि चाहिँ परमेश्वर प्रेमिलो हुनुहुन्छ, होइन? उहाँलाई चाहिँ हाम्रो परमेश्वर प्रेमिलो भएको कारणले गर्दाखेरि परमेश्वरलाई चाहिँ प्रेम पोखाउने ठाउँ चाहिन्छ। हालेलुया। प्रेम पोखाउनु चाहिन्छ। जस्तो मैले उदाहरण कसैले माया गर्छु भनेदेखि माया गर्ने कुराहरूको पोखाउन मैले जान्नुपर्छ, हो कि भन्नुहोस् त? जानुपर्ने पर्दैन? मैले जान्नुपर्छ। त्यस कारणले गर्दा मैले त्यो प्रेम देखाउँदै गर्दाखेरि उसको मनमा के हुन्छ? विश्वास पैदा हुन्छ। पैदा भएको कारणले गर्दा उसले मलाई ट्रस्ट गर्न सक्छ, विश्वास गर्न सक्छ। त्यस कारणले गर्दाखेरि हाम्रो परमेश्वर प्रेमिलो भएको कारणले गर्दाखेरि उहाँलाई पनि प्रेम पोखाउने ठाउँ चाहिन्छ। हालेलुया। त्यस कारणले गर्दा हामी चाहिँ त्यो भाँडा हौँ जुन परमेश्वरले दिनुभएको प्रेमलाई चाहिँ हामीले के गर्न सक्छौँ? त्यसलाई थापेर सञ्चय गरेर राख्ने व्यक्तिहरू हौँ। हालेलुया। त्यस कारणले गर्दाखेरि प्रियहरू, परमेश्वरले दिनुभएको त्यो प्रेम, त्यो पोखाउने ठाउँलाई तपाईँलाई मैले थाप्ने भाँडोहरू चाहिँ तपाईँले मैले एकदमै जतन गरेर, एकदमै उहाँमा आशा अनि उहाँमा भरोसा राखेर तपाईँले मैले त्यो प्रेमलाई तपाईँले मैले थाप्नुपर्छ। हालेलुया। कारण परमेश्वर के हुनुहुन्छ? प्रेमिलो हुनुहुन्छ। हालेलुया। अनि त्यस कारणले गर्दाखेरि विश्वास चाहिँ हाम्रो, विश्वास सुन्नुहोस् है, विश्वास चाहिँ हाम्रो थाप्ने हात हो। सबैले भन्नुहोस् न, विश्वास चाहिँ हाम्रो थाप्ने हात हो। अनुग्रह चाहिँ के हो भन्दाखेरि चाहिँ परमेश्वरको दिने हात हो। हालेलुया। विश्वास चाहिँ परमेश्वरको, विश्वास चाहिँ एउटा थाप्ने हाम्रो हात हो भनेदेखि चाहिँ अनुग्रह चाहिँ परमेश्वरको दिने हात हो। त्यस कारणले गर्दाखेरि हाम्रो विश्वासद्वारा परमेश्वरले दिने कुरालाई हामीले पक्रिन सिक्नुपर्छ। हालेलुया। त्यस कारणले गर्दाखेरि तपाईँले एउटा जीवनमा केही गर्न चाहन्छौँ, केही कुराहरू हुन चाहन्छौँ भनेदेखि तपाईँको विश्वासको नाप बमोजिम मात्रै तपाईँले पाउनुहुन्छ। हालेलुया। तपाईँले जति विश्वास गर्नुभयो त्यसको नाप अनुसारमा तपाईँले पाउनुहुन्छ, त्योभन्दा बढी तपाईँले पाउनुहुन्न। त्यस कारणले गर्दा तपाईँ धेरै बढी कुराहरू तपाईँले जीवनमा पाउन चाहनुहुन्छ भनेदेखि, तपाईँ जीवनमा अझै प्रशस्तको जीवन तपाईँले जिउन चाहनुहुन्छ भने तपाईँले आफ्नो हृदयको इलाकालाई तपाईँले बढाउनु पर्ने हुन्छ। हालेलुया।
हाम्रो विश्वासको इलाकालाई तपाईँले बढाउनु पर्ने हुन्छ। जति तपाईँले विश्वासको इलाका बढाउनुहुन्छ त्यति धेरै तपाईँले आशिष पाउनुहुन्छ। जति तपाईँले विश्वासको त्यो आशिष के अरे विश्वासको इलाकालाई तपाईँले खुम्चाउनुहुन्छ त्यति धेरै तपाईँले आशिष कम्ती पाउनुहुन्छ। हालेलुया। तपाईँले अझै धेरै आशिष पाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भनेदेखि तपाईँले आफ्नो विश्वासको इलाकालाई बढाउनुहोस्, विश्वासको इलाकालाई बढाउनुहोस्। हालेलुया। त्यसकारण सङ्गतिमा आउँदै गर्दाखेरि तपाईँले परमेश्वरको आवाजले सुन्छु, परमेश्वरले मेरो जीवनमा चङ्गाइ गर्नुहुन्छ, परमेश्वरले मेरो जीवनमा आशिषले बढ्नुहुन्छ, परमेश्वरले मैले खोजेको प्रश्नको उत्तरहरू उहाँले दिनुहुन्छ भन्ने कुराको तपाईँमा पक्का विश्वास भयो भनेदेखि चाहिँ तपाईँको जीवनमा काम हुन्छ। हालेलुया। अनि तपाईँले अनुग्रहको हातले परमेश्वरले विश्वासमा तपाईँलाई आशिष दिन सक्नुहुन्छ। आमेन। त्यस कारणले गर्दाखेरि तपाईँ र मैले प्रभुमा पुरा आशाको साथ भरोसा राखेर पक्का विश्वास तपाईँले मैले गर्नुपर्ने हुन्छ। नत्र भने तपाईँ पक्का डर सङ्गति आएको व्यर्थ हुन्छ, प्रार्थना गरेको व्यर्थ हुन्छ, सबै कुरो व्यर्थ हुन्छ। हालेलुया। इतिहासमा हामी हेऱ्यौँ भनेदेखि मानव जातिले प्रभुलाई प्रसन्न पार्न सकेको कुरा चाहिँ विश्वासद्वारा होइन, विश्वासद्वारा प्रसन्न पारेको होइन है। किनकि उहाँलाई विश्वास गर्ने प्रत्येक व्यक्तिहरू चाहिँ उहाँ हुनुहुन्छ, उहाँले चाहिँ काम गर्नुहुन्छ, मैले खोजेको प्रश्नको उत्तर दिनुहुन्छ, मैले खोजेको चङ्गाइ दिनुहुन्छ, मैले खोजेको आशिष दिनुहुन्छ भनेको पक्का विश्वास भएको कारणले गर्दाखेरि चाहिँ परमेश्वरलाई इतिहास हेऱ्यो भने इतिहासमा मानिसहरूले उहाँलाई खुसी पारेका छन् अथवा प्रसन्न पारेका छन्। हालेलुया। त्यस कारणले विश्वास बिना हामी परमेश्वरलाई खुसी पार्न सक्दैनौँ है। तर खुसी चाहिँ यस्तो कारणले हुन्छ कि परमेश्वर चाहिँ तपाईँले र मैले विश्वास गरेको साँच्चैकै प्रभु हुनुहुन्छ है, अनि पक्का विश्वास चाहिँ प्रभु प्रसन्न हुनुहुन्छ। हालेलुया। हालेलुया। अनि अब म पुरानो कलरमा अलिकति जान चाहन्छु। पुरानो कलरबाट म केही कुराहरू स्पष्ट गर्न चाहन्छु। पहिलो इतिहासको पुस्तक 4:9। योबेस आफ्नो दाजुभाइहरूभन्दा बढी मनका थिए। तिनकी आमाले तिनलाई एबेस नाउँ राखेको थिइन् किनकि तिनले भने मैले त्यसलाई वेदनामा जन्माएको। योबेसले यसो भनेर इस्राएलीहरूका परमेश्वरलाई पुकारा गरे, बिन्ती छ मलाई आशिष दिएर ठुलो इलाका दिनुहोस्, तपाईँको हातमा माथि रहोस् र मलाई जोखिमबाट जोगाइ राख्नुहोस् ताकि मलाई कुनै चोटले नदुखोस्। अनि परमेश्वरले तिनको बिन्ती सुन्नुभयो। हालेलुया। यो इतिहासको पुस्तकमा हेऱ्यो भने वंशावलीमा हामी हेऱ्यौँ भनेदेखि चाहिँ यो योबेस भन्ने व्यक्तिको वंशावली अथवा परिचय चाहिँ अलिक फरक, अलिकति यस्ता प्रकारको छ। सुन्नुहोस् है, अलिकति फरक तरिकाको उसको के अरे नामकरण गरिएको छ। त्यति बेलाको समयमा हिब्रूहरूको कल्चरमा चाहिँ के हुन्थ्यो भन्दाखेरि चाहिँ नाम अनुसारको काम हुन्थ्यो। हालेलुया। हिब्रूहरू चाहिँ नाममा एकदमै धेरै विश्वास गर्ने, नाममाथि भरोसा राख्ने, त्यति मात्रै नभएर नाम अनुसारको कामहरू उनीहरूले गर्दथे। कसले रे? हिब्रूहरूले। सबैले बोल्नुहोस् न हालेलुया। हिब्रूहरूले नाम अनुसारको कामहरू गर्दथे। तर अहिले हाम्रो त यहाँ त हाम्रो यो जुन कल्चरमा हाम्रो स्वतः त्यो अनुसार हुँदैन होइन। कस्तो धेरै खतरा नामहरू चाहिँ हाम्रो नेपाली जातिहरू राखेको छ है। विश्वास भन्ने नामहरू राखेको छ, राखेको छ भन्नुहोस् त। छोरामा चाहिँ विश्वास भनिराखेको कसैलाई विश्वास नराखेको काम गरेर राखेको छ। दिलमाया अरे, जसको चाहिँ कसै सबैजनालाई मन दुखाएको गर्ने मान्छेको दिलमाया अरे होइन। अरू ठुलो अलिक बलबहादुर भन्ने नामहरू हुन्छ, हेर्दै यसो हेर्दा पनि हावा उडेर फुत्तै लगेर जस्तो नाम भन्नु के अरे मान्छे जस्तो हुन्छ। नाम चाहिँ के हो अरे? बलबहादुर, धनबहादुर भन्ने नाम हुन्छ जो चाहिँ मागेर भिखारी भएर हिँडिरहेको हुन्छ। नामसँग काम हो भएन नि। तर यहाँ हिब्रूहरूको कल्चरमा हेऱ्यो भने चाहिँ यिनीहरूले चाहिँ नाम अनुसारको कामहरू उनीहरूले गर्दथे। तर विचार यहाँ योबेसको नाम चाहिँ अलिकति फरक तरिकाले यहाँ दिएको छ। अनि यो हेऱ्यो भनेदेखि माथि उसलाई वेदनामा जन्माएको भनेर उसलाई नामकरण गरेको छ है। अनि यसो हामी त्यो कल्चर अनुसार हिब्रूको कल्चर अनुसार हो भने चाहिँ योबेसको नाम चाहिँ एउटा पुरै दुखी आत्मा चोटले होइन वेदना भएको श्राप दिएको जस्तो उसको लागि चाहिँ योबेसलाई जुन नाम दियो त्यो चाहिँ हिब्रू कल्चर अनुसार चाहिँ पुरै श्राप दिएको जस्तो, दुखी आत्मा जस्तो होइन, कामै नलाग्ने, दुःख मात्रै सम्झना दिलाउने
नाम चाहिँ योबेसलाई दिएको थियो। हालेलुया। अनि मान्छे चाहिँ नामअनुसारले चिनिन्छ है कतिपल्ट। जस्तै कसैलाई हामीले एउटा कसैलाई एउटा जडी आयो भनेदेखि हामी टाढोबाट चिन्छ, हो यो त जाडो चाहिँ यो जडी मान्छे भनेर हामी चिन्छौँ। चिन्दैनौँ। डक्टर आयो भनेदेखि यो डक्टर यो चाहिँ बिमारीलाई चिन्जाच गर्ने, अथवा कुनै चोर आयो भनेदेखि यो चाहिँ चोर है, यो मान्छेलाई चाहिँ हामीले अलिकति होसियार हुनुपर्छ भनेर हामीले उसलाई देख्दै गर्दाखेरि हामीले चिन्छौँ। चिन्दैछ भन्नु छ, चिन्छौँ नि हामीले। विश्वासिलो मान्छे आयो भने वा यो त कस्तो राम्रो मान्छे, यो सबैले बोल्नुपर्छ, सन्देश गर्नुपर्छ भन्ने हामीलाई त्यो उनीहरूको नामअनुसारबाट उहाँको उनीहरूको उसबाट हामी चिन्छौँ। हालेलुया। त्यस कारणले गर्दाखेरि विचार तर यहाँ योबेसलाई चाहिँ के नाम दिएको छ भन्दाखेरि चाहिँ एउटा वेदनामा जन्मिएको व्यक्ति भनेर नाम दिएको छ। अनि एकदम दुखी आत्मा होइन, कामै नलाग्ने त्यस्तो नाम योबेसलाई दिएको छ। तर सुन्नुहोस् है, तर योबेसले के गरेको छ तपाईँलाई थाहा छ? परमेश्वरसँग के गरेको छ? पुकारा गरेको छ, प्रार्थना गरेको छ। हालेलुया। प्रार्थना गरेर के भन्दैछ त त्यसले भन्दै गर्दाखेरि चाहिँ उसले के मागेको छ परमेश्वरसँग भन्दाखेरि चाहिँ उसले भनेको छ मलाई आशिष दिएर ठुलो इलाका दिनुहोस् भनेर के गरेको छ? योबेसले प्रार्थना गरेको छ। हालेलुया। योबेस भन्ने व्यक्तिले चाहिँ त्यहाँ प्रार्थना गरेको छ के दिनुहोस् भनेर? ठुलो इलाका दिनुहोस् भनेर उनले प्रार्थना गरेको छ। विचार समाजको मान्छेले आफ्नै आमाले तिमीलाई कस्तो नराम्रो दिएको छ, नामहरू दिएको छ होइन, दुखी आत्माको नामहरू, हेर्दै वेदना जन्मेको जस्तो कुराहरू त्यहाँ दिएको छ। तर योबेसले के गरेको छ? इजरायलको परमेश्वरसँग के गरेको छ? पुकारा गरेर प्रार्थना गरेको छ, मलाई आशिष दिएर ठुलो इलाका दिनुहोस् भनेर योबेस भन्ने व्यक्तिले के गरेको छ? प्रार्थना गरेको छ। हालेलुया। उनलाई थाहा थियो, योबेस भन्ने व्यक्तिलाई थाहा थियो कि परमेश्वर चाहिँ शक्तिशाली हुनुहुन्छ, संसारको नामले मलाई केही पनि बिगार्दैन, तर प्रभुले दिनुभएको नाम, प्रभुले दिनुभएको आशिष चाहिँ मेरो नामलाई केही कुरा फरक पर्दैन, उहाँमा चाहिँ सबै कुरा गर्न सक्ने सम्भव छ, शक्ति छ भन्ने कुरा चाहिँ योबेसलाई थाहा भएको कारणले गर्दाखेरि उनले परमेश्वरसँग ठुलो आशिष र इलाका मागेको छन्। हालेलुया। आज तपाईँलाई म भनिदिउँ, तपाईँ र मलाई संसारले जस्तो सुकै नाम दियोस् फरक पर्दैन। तपाईँले मैले के विश्वास गर्नु पऱ्यो भनेदेखि चाहिँ हामीलाई प्रेम गर्नुहुने, हामीलाई माया गर्नुहुने परमेश्वर चाहिँ शक्तिशाली हुनुहुन्छ। उहाँलाई प्रेम गर्दै गर्दाखेरि चाहिँ हामीले थुप्रोवटा आशिषहरू हामीले राज्य गर्नको लागि सबै कुराहरू उहाँले दिन सक्नुहुन्छ भन्ने कुरा विश्वास तपाईँलाई ममा हुनु आवश्यक छ। हालेलुया। त्यस्तै यहाँ योबेसले त्यही कुराहरू थाहा थियो है। अथवा म भनिदिउँ विश्वको धनी व्यक्तिको नाम के हो? एलन मास्क। सुन्नुहोस् है, एलन मास्कको अगाडि तपाईँलाई मैले स्वीकृति लिएर नेपालको 10 रुपियाँ मलाई दिनुहोस् न भनेर माग्नु गयो भने के हुन्छ भन्नुहोस् त? के हुन्छ? नेपालको विनोद चौधरीलाई एउटा स्वीकृति लिएर ल नेपालको 10 रुपियाँ 100 रुपियाँ दिनुहोस् भनेर माग्नु गयो भने के हुन्छ भन्नुहोस् त? के हुन्छ भन्नुहोस् त? लाजै गर्छ भने त होइन। त्यत्रो धनी व्यक्तिको अगाडि, त्यत्रो धनीहरूको व्यक्तिको अगाडि तपाईँलाई म 10 रुपियाँ 100 रुपियाँ माग्यो भने के हुन्छ भन्नुहोस् त? सुहाउँदैन। सुहाउँदैन भन्नुहोस् त? सुहाउँदैन नि। त्यस्तै हाम्रो परमेश्वर त्यस्तो व्यक्तिलाई धनी बनाउने, त्यस्तो व्यक्तिलाई दिने परमेश्वर, सारा संसार तपाईँलाई दिनलाई, सबै कुराको अधिकार राज्य गर्नलाई दिन सक्ने परमेश्वरको अगाडि तपाईँले मैले सानो कुरा मागेको परमेश्वर मन पराउनुहुन्छ होला? हजुर मन पराउनुहुन्न। तपाईँले गर्नको लागि तपाईँले माग्नु भनेदेखि चाहिँ त्यो चाहिँ कसरी? विश्वासले तपाईँले माग्नुभयो भनेदेखि तपाईँले त्यो कुराहरू पाउनुहुन्छ। पक्का विश्वासको साथमा माग्नु त्यो कुरा पाउँछ। हाम्रो परमेश्वर जस्तो परमेश्वर, जस्तो दिने परमेश्वर हुन्छ। त्यस कारणले गर्दाखेरि र धनी व्यक्तिगत 10 रुपियाँ माग्नु र परमेश्वरमा सानो कुरा माग्नु चाहिँ कस्तो हो? त्यस कारणले गर्दाखेरि हाम्रो परमेश्वर चाहिँ दिने परमेश्वर, दिँदा खुसी हुने परमेश्वर हुनुहुन्छ। त्यस कारणले गर्दा तपाईँले मैले सानो कुरा हो भने परमेश्वरलाई ठुलो कुरा मागेको परमेश्वर मन पराउनुहुन्छ। हालेलुया। हालेलुया। त्यस कारणले गर्दा 10मा हामी हेऱ्यौँ भनेदेखि चाहिँ परमेश्वरसँग योबेस भन्ने व्यक्तिले त्यस्तै ठुलो कुराहरू, ठुलो इलाकालाई योबेसले परमेश्वरसँग मागेको छ। हालेलुया। त्यस कारण परमेश्वरसँग ठुलो आशा राख्नु, उहाँमा ठुलो भरोसा राख्नु परमेश्वर मन पराउनुहुन्छ। जति ठुलो आशा, जति ठुलो भरोसा गर्यो त्यति परमेश्वर चाहिँ हामीसँग खुसी हुनुहुन्छ हाम्रो परमेश्वर। अनि परमेश्वर खुसी हुने एउटा तरिका चाहिँ के छ भन्दाखेरि चाहिँ हाम्रो जीवनको सबैभन्दा बेस्ट कुराहरू परमेश्वरलाई दिनु भनेको चाहिँ परमेश्वर खुसी हुनु हो। हालेलुया। जीवनको सबैभन्दा बेस्ट कुराहरू, सबैभन्दा असल कुराहरू परमेश्वरलाई दिनु भनेको चाहिँ हाम्रो परमेश्वर खुसी हुनु हो। त्यस कारणले गर्दा योबेसले यो कुराहरू भन्दैछन् कि
ठुलो इलाका दिनुहोस् भनेर, एरिया दिनुहोस् भनेर परमेश्वरसँग योबेसले प्रार्थना गरेर मागेको छ। अब तपाईँलाई भनिदिउँ, प्रार्थनाले मात्रै तपाईँले ठुलो इलाकाहरू प्रार्थना गरेर मागेर तपाईँले पाउनुहुन्न है। प्रार्थनाले मात्रै त्यो कुराहरू पाइँदैन। त्यस कारणले गर्दाखेरि हाम्रो हृदयको आकारलाई तपाईँले ठुलो बनाउनु पर्ने हुन्छ। हाम्रो हृदयलाई पनि तपाईँले ठुलो बनाउनु पर्ने हुन्छ। प्रार्थना सँगसँगै तपाईँले आफ्नो हृदयलाई पनि तपाईँले ठुलो बनाउनु भयो भनेदेखि चाहिँ तपाईँले त्यो कुरालाई पाउन सक्नुहुन्छ। हाम्रो हृदयको आकार भनेको के हो भन्दाखेरि चाहिँ, हृदय आकार भनेको चाहिँ सम्बन्ध, समाजसँगको सम्बन्ध, मण्डलीप्रतिको सम्बन्ध, सबैको सम्बन्ध। अनि यो सम्बन्धलाई तपाईँले सानो बनाउनु भयो भने तपाईँले आशिष पाउन सक्नुहुन्न। तर तपाईँले हृदयको आकार जति ठुलो बनाउनुहुन्छ त्यति तपाईँ मानिसप्रति प्रेमी हुनुहुन्छ, मानिसप्रति एकदमै आशा लाग्दो हुन्छ, मानिसप्रति तपाईँ एकदमै राम्रो देखिनुहुन्छ। तपाईँको हृदयको इलाका बढाएको कारणले गर्दाखेरि। तर खुम्चाउनु भयो भने तपाईँ आफै पीडित भएर यो एबेसलाई जुन नाम दिएको थियो त्योभन्दा तपाईँ गइ गुज्रेको हुनुहुन्छ। त्यस कारणले गर्दा हाम्रो हृदयभित्रको त्यो आकारलाई चाहिँ तपाईँले मैले त्यो विश्वासको इलाकालाई तपाईँले मैले बढाउनु आवश्यक छ। हालेलुया, हालेलुया। त्यस कारणले गर्दा 10मा आएर एबेसले त्यो भनेको छ। अनि के भनेको छ अर्को चाहिँ के भनेको छ 10मा आएर फेरि पनि इलाका मागेर के भनेको छ, तपाईँको हात चाहिँ को माथि परोस् है, म माथि परोस्। सुन्नुहोस् है, यो चाहिँ के भन्दैछ, आशिष दिएर ठुलो इलाका दिनुहोस् अनि सँगसँगै तपाईँको हात चाहिँ को माथि परोस् है, म माथि परोस् भनेको याबेस माथि परोस् भनेर प्रार्थना गरेको। आज यही वचनमा रहन्छु ल, यही 4-5 कुरामा रहेर तपाईँसँग म कुरा गर्न लागिरहेको छु। विधि छ, मलाई आशिष दिएर ठुलो इलाका दिनुहोस् अनि तपाईँको हात म माथि रहोस् भनेर उनले प्रार्थना गरेको छ। हात रहनु भनेको चाहिँ के हो भन्नुहोस् त, परमेश्वरको हात रहनु भनेको चाहिँ परमेश्वरको उपस्थिति तपाईँसँग रहनु, परमेश्वरले दिन खोज्नुभएको दान वर्धनहरू तपाईँसँग रहनु, अनि परमेश्वरले दिनुभएको पवित्र आत्माको फलहरू तपाईँको जीवनमा रहनु चाहिँ परमेश्वरको हात तपाईँमाथि तर्नु हो। हालेलुया। उहाँको अनुग्रह तपाईँमाथि पर्नु, उहाँको शक्ति तपाईँमाथि पर्नु, उहाँको सहायता तपाईँमाथि पर्नु हो। जब परमेश्वर तपाईँ र मेरो साथ हुनुहुन्छ, हामी माथि उहाँको हात पर्छ नि प्रियहरू। हाम्रो साथमा हुनुहुन्छ भनेदेखि हाम्रो हृदयको इलाकालाई पनि परमेश्वरले बढाइदिनुहुन्छ। हाम्रो सबै सेवाकाईको इलाकाहरू, हामीले पाउने दान वर्धनको इलाकाहरू, सबै कुराहरू परमेश्वरले हाम्रो बढाइदिनुहुन्छ। हालेलुया। त्यस कारणले गर्दा तपाईँ र म आफ्नो बल, आफ्नो बुद्धिले हाम्रो इलाकाहरूलाई बढाउन सक्दैनौँ। अनि जब तपाईँ र म परमेश्वरमा जान्छ भने परमेश्वरबाट चाहिँ हाम्रो इलाकाहरू हामी बढाउन सक्छौँ। हालेलुया। अनि आफ्नो इच्छा माग्दाखेरि हामी एकदमै धेरै हैरान हुन्छौँ, हामीलाई एकदमै धेरै दुःख पर्छ, कष्ट हुन्छ, हामी सहन सक्दैनौँ। तर परमेश्वरको हात तपाईँमाथि परेको छ, परमेश्वरबाट तपाईँको हृदय ठुलो भएको छ भनेदेखि तपाईँ र म कहिले पनि नष्ट हुँदैनौँ, हामीलाई कुनै पनि कुराले रोक्न सक्दैन। हालेलुया, हालेलुया। त्यस कारणले गर्दाखेरि अब परमेश्वरको हात चाहिँ तपाईँ र म माथि पर्दा के हुन्छ त? परमेश्वरको हात को माथि पर्यो? एलिया माथि पर्यो। को माथि पर्यो रे? एलिया माथि परमेश्वरको हात पर्यो। तपाईँलाई थाहा छ जब एलिया माथि परमेश्वरको हात पर्यो त्यहाँ हामी हेऱ्यो भनेदेखि आहाबको त्यो घोडा अनि रथहरू भन्दा पनि बढी अगाडि चाहिँ एलिया कुदेको छ। हालेलुया। एलिया अगाडि कुदेको, सबैभन्दा अगाडि एलिया भएको छ। किन अगाडि भयो भन्दाखेरि चाहिँ परमेश्वरको हात चाहिँ एलियामाथि थियो। हालेलुया। एलियामाथि भएको कारणले गर्दाखेरि प्रियहरू त्यही परमेश्वर आज तपाईँ र मसँग हुनुहुन्छ। तपाईँमाथि छ भनेदेखि हामी त्योभन्दा बढ्दो भयो भने तपाईँ म कुद्न सक्छौँ। हालेलुया। परमेश्वरले हाम्रो सेवाकाईको रफ्तारहरू, हाम्रो आर्थिकको रफ्तारहरू, हाम्रो आशिषको रफ्तारहरू एकदम अगाडि परमेश्वरले हामीलाई कुदाउनुहुन्छ। सँगसँगै यति साह्रो तीव्र गतिमा बढिराखेको छ, त्योभन्दा बढी तपाईँलाई र मलाई परमेश्वरले कुदाउन चाहनुहुन्छ। हालेलुया। त्यसको लागि तपाईँ र मेरो शिरमा चाहिँ प्रभुको हात पर्नु जरुरी छ। उनले के मागेको छ? आशिष र इलाका सँगसँगै उनले भनेका छन् तपाईँको हात चाहिँ म माथि परोस्, मलाई जोखिमबाट बचाउनुहोस् भनेर यहाँ भनेको छ। म वचन अन्तिम पुगेको छु। अनि यहाँ जोखिमको कुराहरू गरेको छ। सुन्नुहोस् है, यही वचनभित्र रहेर म कुरा गर्दैछु तपाईँसँग। यति सारा कुराहरू यहाँ एसाप भन्ने व्यक्तिले यहाँ मागेको छ। अब अर्को चाहिँ के भन्दैछ भन्दाखेरि तपाईँको आशिष र इलाका सँगसँगै तपाईँको हात मसँग परोस् र मलाई के भनेको छ? जोखिमहरूबाट के गर्नु रे? बचाउनुहोस् भनेर युसापले यहाँ प्रार्थना गरेको छ। अब तपाईँलाई म भन्छु, विश्वास भनेको चाहिँ जोखिम उठाउनु होइन। विश्वास भनेको चाहिँ जोखिम उठाउनु हो भनेर भन्छ, तर होइन।
विश्वास भनेको जोखिम उठाउनु होइन प्रेम। विश्वास चाहिँ रिस्क उठाउनु पनि होइन। थुप्रोजना व्यक्तिहरू बक्तिस्माको लागि गएको थियो अरे। बक्तिस्मा लिन जाँदै गर्दाखेरि चाहिँ उनीहरूले चाहिँ अब धेरै आत्मिक विश्वासीहरू जो म के गर्छु भनेर आएको व्यक्तिहरू चाहिँ के भन्छ भन्दा चाहिँ म जसरी पत्रुस चाहिँ पानीमाथि यसो जसरी यसोसँग चाहिँ हिँडेको त्यसरी नै हामीले विश्वास गरेर चाहिँ अब म चाहिँ पानीमाथि हिँड्छु भनेर त्यो जोखिम उठाएर उनीहरूले चाहिँ के गरेको थियो अरे भन्दाखेरि चाहिँ त्यो खोलामा तर्न गएछ अरे। अब पानीमाथि हिँड्दा भनेर गएछ अरे दुईजना लेडिजहरू। अनि दुईजना लेडिजहरू हिँड्दै गर्दाखेरि चाहिँ के भयो भन्दाखेरि चाहिँ उनीहरूलाई स्वाटै बगाएर लगेर सट्टै बगाएर अब तिनीहरू स्वर्ग गयो कि कता गयो थाहा छैन, तर बगाएर लग्यो उनीहरूलाई भेटेन अरे। त्यस कारणले गर्दाखेरि विश्वास चाहिँ जोखिम उठाउनु हुनु पऱ्यो। विश्वास चाहिँ के हो अरे जोखिम उठाउनु होइन। तपाईँले हेऱ्यो भनेदेखि त्यहाँ बाइबलमा हेऱ्यो भनेदेखि पत्रुस आफ्नो विश्वासद्वारा पानीमाथि हिँडेको होइन, हो कि भन्नुहोस् त। प्रभु यीशु ख्रीष्टले प्रभु म तपाईँ भट्टमा आउँ भनेर पत्रुस सोधेको छ। अनि प्रभुले के भन्नुभएको छ, तिमी आऊ पत्रुस भनेर। जब परमेश्वरको वचन बोल्नुभयो, पत्रुसले त्यो कुरो च्यापै पक्रियो। परमेश्वरको आवाज सुनेको कारणले गर्दा ऊ यसरी हिँड्यो। हिँड्दै गर्दाखेरि ऊ पानीमाथि तरेको छ। हालेलुया हालेलुया। पत्रुसले उहाँको आवाज सुनेको कारणले गर्दाखेरि ऊ पानीमाथि हिँडेको। परमेश्वरको आवाज सुन्ने व्यक्तिहरूलाई परमेश्वरले चलाउनु भएको छ। नोआलाई पनि परमेश्वरले जहाज बनाउँदाखेरि विश्वासद्वारा बनाएको होइन, परमेश्वर बोलेको कारणले गर्दाखेरि उनले त्यो जहाजहरूलाई बनाएको कारणले गर्दा उसको परिवार बाँचेको छ। हालेलुया। त्यस कारणले गर्दाखेरि तपाईँले मैले विश्वास चाहिँ जोखिम उठाउनु होइन है प्रेम। तपाईँ र मैले औषधि पनि खानुपर्छ, हामीले उपचार पनि गर्नुपर्छ, हामीले प्रार्थना पनि गर्नुपर्छ। त्यसको मतलब सबै कुरो प्रभुमा सम्भव छ, तर यस्तो कुराहरूमा हामीले जोखिम उठाउनु हुँदैन। हालेलुया हालेलुया। त्यस कारणले गर्दाखेरि तपाईँ र म यो परमेश्वरको आवाजलाई सुन्दै गर्दाखेरि चाहिँ तपाईँलाई मलाई हरेक कुरामा हामीले सफलताहरू प्राप्त गर्न सक्छौँ। विश्वास चाहिँ तपाईँ र मलाई हड्डी हुनु पनि होइन, त्यसलाई घमण्डी रूपमा लिनु पनि होइन। विश्वास चाहिँ सुनेको कुराबाट कदम चाल्नु चाहिँ विश्वास हो। हालेलुया। वचनबाट अब सुनाइ चाहिँ कहाँबाट आउँछ भन्दा वचनबाट सुनाइ आउँछ, सुनाइबाट चाहिँ के आउँछ अरे विश्वास आउँछ होइन। त्यस कारणले गर्दाखेरि तपाईँले मैले पहिलो सुरु प्रभुको आवाजलाई सुन्नु पऱ्यो, त्यो अनुसारले तपाईँले कदम मैले चाल्नुपर्छ। त्यसपछि प्रभुले तपाईँले मलाई सफलता दिनुहुन्छ। हालेलुया हालेलुया। त्यस कारणले गर्दाखेरि तपाईँले मैले विश्वास सँगसँगै प्रभुको आवाजलाई सुन्ने पनि व्यक्ति हुनुपर्दछ। अब विश्वास चाहिँ हामी हेऱ्यो भने चाहिँ दुई किसिमको विश्वासहरू हुन्छन्। बिस्तारै विकास भएको विश्वास हुन्छ, बिस्तारै विकास भएको विश्वास। अनि यो चाहिँ परमेश्वरले चाहनु भएको विश्वास हो है। जस्तोसुकै परिस्थितिमा पनि त्यो विश्वासलाई पक्रिरहने, दुःखमा पनि सुखमा पनि पक्रिराख्ने विश्वास। जस्तो उदाहरणको लागि शत्रक मेसक ओबेदनक सुन्नुहोस् है। शत्रक मेसक ओबेदनकलाई चाहिँ के गरेको थियो भन्दाखेरि चाहिँ उनीहरूलाई चाहिँ आगोको भट्टीमा लागिराखेको थियो। अनि उनीहरूले भन्दै थिए हामीले पुजेको देवताले तिमीहरूले चाहिँ दण्डवट गर अथवा ढोकर भनेको थियो। तर उनीहरूले के भनेको छ भन्दाखेरि चाहिँ आगोको भुग्रोबाट यदि निकाल्छ भनेदेखि हामीले विश्वास गरेको परमेश्वरले हामीलाई निकाल्छ, होइन भनेदेखि तपाईँले भनेको तपाईँको देवतासँग तपाईँले भनेको कुरासँग हामी झुकेर हामी त्यसलाई हामी ढोक्दैनौँ, त्यसलाई हामी दण्डवट गर्दैनौँ भनेर शत्रक मेसक ओबेदनकले भनेको छ। हालेलुया। उनीहरूलाई गाह्रो थियो, उनीहरूलाई आगोको भट्टीमा जाँदै थिए, तर त्यस्तो परिस्थितिमा पनि त्यो शत्रक मेसक ओबेदनक त्यो आगोभित्र हुँदै गर्दा पनि अब जान लागेको कुरा उनीहरूलाई हाल्दै लागेको कुरा थाहा छ, तर पनि उनीहरूले आफ्नो विश्वासलाई कति साह्रो स्थिर पारेर राखेको छ। हालेलुया। उनीहरू त्यो परिस्थिति डगमगाएको छैन। अहिले त हाम्रो विश्वासीहरू अलिकति समस्या आउँदै पनि यति धेरै तर्सिन्छ, यति साह्रो डराउँछ, यति साह्रो हडबडिन्छ। तर परमेश्वरले चाहनु भएको चाहिँ यस्तै विश्वास हो कि हरेक परिस्थितिमा परमेश्वरमा धन्यवादी हुने। हालेलुया। त्यस कारणले गर्दाखेरि अब अर्को विश्वास चाहिँ कस्तो छ भन्दाखेरि चाहिँ अर्को विश्वास चाहिँ अब कस्तो छ भन्दाखेरि चाहिँ त्यो चाहिँ ठुलो ठुलो कामहरू गर्नको निम्ति, परमेश्वरको जनहरूको निम्ति, परमेश्वर हुन्छ भन्ने कुरा थाहा दिनको लागि चाहिँ अर्को चाहिँ ठुलो ठुलो विश्वास के अरे विश्वास परमेश्वर दिनुहुन्छ। त्यो चाहिँ कहिलेकाहीँ मात्रै परमेश्वर दिनुहुन्छ। जस्तो अन्त यो पास्टरको भर्खर मण्डली स्थापना गरेको जब 2 वर्ष हुँदा चाहिँ 2 वर्षभित्रमा 1200-1300 विश्वासी। सुन्नुहोस् है, त्यो योग पास्टरको चर्चमा 1200-1300 विश्वासीहरू
2 वर्षभित्र अन्तरालमा खाँचा बिसाउनु भयो। किन त्यसो भयो भनेर सोच्दै हुँदाखेरि चाहिँ त्यो व्यक्तिले चाहिँ केही समय अगाडि केही वर्ष अगाडि चाहिँ 2 जना मृत्यु भएको मान्छेलाई पौडी उठाएको छ। 2 जनालाई मृत्यु भएको व्यक्तिले चाहिँ पौडी उठाइदिएको छ येशूको नाममा। अनि हेरे पौडी प्रार्थना गरेर भनेर पौडी चाहिँ कसैबाट भएका मृत्युहरू उठ भनेर प्रार्थना गर्दै गर्दै त्यो के अरे मुर्दा त जुन खास विश्वास हो। यस्तो कुरा चाहिँ परमेश्वरले बेला बेलामा परमेश्वरले हामीलाई दिनुहुन्छ। तर परमेश्वरले चाहनुभएको विश्वास चाहिँ कस्तो भन्दाखेरि चाहिँ जस्तो सुकै परिस्थिति पनि स्थिर रहने विशेष विश्वास चाहिँ परमेश्वरले चाहनुभएको। हालेलुया। यो पनि कुराहरू परमेश्वरले हामीलाई दिनुहुन्छ। तर यी सबै कुरा पाउनलाई तपाईँले र मैले आफ्नो हृदयको इलाकालाई के गर्नुपर्ने हुन्छ, बढाउनु पर्ने हुन्छ। विश्वासको इलाका तपाईँले मैले बढाउनु पर्ने हुन्छ। हालेलुया। त्यस कारणले गर्दाखेरि मलाई विश्वास, हामीले पक्का विश्वास तपाईँले मैले राख्नुपर्छ कि प्रभुले हाम्रो सबै हामीलाई सहायता गर्नुहुन्छ। हाम्रो बल, हाम्रो शक्तिबाट हामी गर्नु प्रभु हुन्छ भने पक्का विश्वास राखेर तपाईँले मैले पहिला चाल्यो भनेदेखि चाहिँ साँच्चीकै परमेश्वरले काम गर्नुहुन्छ। हालेलुया। अब अर्को कुरा चाहिँ के भन्छ भन्दाखेरि चाहिँ 10 मा आएर हेऱ्यो भनेदेखि चाहिँ कुनै पनि चोरले चाहिँ के गर्न सकोस् रे, मलाई हानि नगरोस्। सुन्दै हुनुहुन्छ तपाईँहरू? यहाँ के भनेको 10 मा तपाईँको आत्मामाथि परोस्, जोखिमबाट बजाउनुहोस्। अनि के भनेछ, कुनै पनि चोटले मलाई नदुखोस् भनेर यहाँ येशूको प्रार्थना गरेको छ। विशेष गरी चोट त जवान भाइ बहिनीहरू लाग्छ यो समयमा। त्यही भएर त एडित देवानको, रोहित थापाको, त्यसपछि थुप्रोजना सङ्गीतकार गीतहरूको थुप्रो गीतहरू छ। त्यो गीतले नपुगेर पनि थुप्रोवटा गीतहरू नाचिरहेको हुन्छ विश्वासीहरू है त। चोट भुलाउन लाग्यो त, चोट भुलाउन लाग्यो। थुप्रो सेकुलर गीतहरू छ, सेकुलर गीतहरूमा पुरा डान्स गरिरहेको हुन्छ। एडित देवानको गीतले पनि पुगेन, रोहित थापाको गीतले पनि पुगेन, थोरै क्रिस्चियन गीतहरू गाए, सङ्गीतकारको गीतले पनि पुगेन। त्यो गीतले नपुगेर पनि के भनेको छ, विश्वासीहरू चाहिँ सेकुलर गीतहरू नाचिराखेको छ। त्यो चोटहरू चाहिँ के हुन्छ भनेर, चोटहरू चाहिँ हराओस् निको होस् भनेर है। त्यस कारणले गर्दाखेरि प्रेयर चोटहरू सबै निको गर्ने, सबै कुरामा आशिष गर्ने ठुलो इलाकातिर चाहिँ परमेश्वर पाएको भन्नु। हालेलुया। त्यस कारणले यो चोटहरूबाट, यो कुराहरूबाट तपाईँहरूबाट छुटकारा पाउनु भनेदेखि तपाईँहरू मैले आफ्नो हृदयको इलाकाहरूलाई बनाउनु आवश्यक छ। जति तपाईँले आफ्नो इलाकालाई बनाउनुहुन्छ त्यति तपाईँलाई संसारको कुराहरूले तपाईँलाई छुँदैन। हालेलुया। तपाईँले त्यो चङ्गाइलाई बोकेर हिँड्नुहुन्छ, तपाईँले त्यो छुटकारालाई बोकेर हिँड्नुहुन्छ, तपाईँले त्यो मुर्दा विरोधन शक्तिहरू तपाईँले बोकेर हिँड्नुहुन्छ, तपाईँले त्यो शक्तिहरू तपाईँले बोकेर हिँड्न सक्नुहुन्छ, जुन कुराले तपाईँलाई सबै कुरामा सहायता पुर्याउँदछ। हालेलुया।